गुम्बाको माथि यतापट्टि यो ढुङ्गाको लगाएको रहेछ यस ढुङ्गाको सेप। अन्त यो चाहिँ हेर्नुहोस् कस्तो टाइपको छ ढुङ्गा, हेर्नुहोस् खादा पनि बाँधेको छ यसमा, 3 कुने टाइपको रहेछ। यो मोनास्ट्री हो। यो माथि पनि एउटा मन्दिर रहेछ, गुम्बै होला, त्यहाँ पनि गएर हेर्छु अहिले। अनि यो चाहिँ हो यहाँको स्योक मोनास्ट्री, स्योक गाउँको एउटा गुम्बा, एकदमै राम्रो रहेछ। आज तर बन्द छ, त्यसले गर्दाखेरि मैले बाहिरबाटै दर्शन गरेँ। यहाँ यति मजाले बनाएको रहेछ। अनि यहाँ माथि पनि एउटा गुम्बा छ, त्यहाँ पनि अहिले म जान्छु। अन्त यो एउटा भिलेज, यो स्योक भिलेज हो। यहाँको हार्डली 30 घर छ होला यहाँनिर। अनि खेतीपाती पुरा हुँदो रहेछ। अनि यहाँनिर नेट टावर पनि छ एयरटेलको। अन्त त्यो नदीको किनारको चाहिँ जुन पहेँलो टिनाहरू देख्दैछ त्यो ब्रिज पारी, त्यो चाहिँ हामीहरूको क्याम्प हो। त्यहाँदेखि यहाँ 2 किलोमिटर भन्छ, तर झन्डै 4-5 किलोमिटरहरू पुरा चढाइ रहेछ। सास फुल्यो पुरा। यहाँ बरफमै बस्छ यिनीहरू। म अहिले यहाँ मन्दिरमा आइपुगेँ, यहाँनिर यहाँनिर। अन्त त्यो अघिको भिडियो लिएको चाहिँ त्यहाँबाट हो, यो मोनास्ट्री यहाँको। अनि यो चाहिँ यहाँको पुरा भिलेज यस्तो देख्दो रहेछ। यहाँनिर त के यहाँ मन्दिर सायद यो पनि बन्द छ होला आज, जाडोले गरेर होला। सास फुल्दैछ पुरा।